हेलो एन्ड दर्शन नमस्ते साथीहरू, हजुरहरू सबैलाई स्वागत छ मेरो सेकेन्ड मिनी भ्लगमा। यो सबैजना सन्चै हुनुहुन्छ होला। मैले 3-4 दिन अगाडि चाहिँ एउटा भिडियो अपलोड गरेको थिएँ कि जसमा मैले भनेको थिएँ म चाहिँ खुरपानी खान जान लागेको भनेर। मैले चाहिँ खुरपानी ल्याएर पनि हिजै खाइसकेँ। मैले हिजो भिडियो पोस्ट गर्न पाइनँ किनकि हिजोमा हाम्रोतिर बत्ती थिएन, त्यही भएर मैले हिजो पोस्ट गर्न पाइनँ। अनि अस्तिको भिडियो चाहिँ नानी र म मिलेर बनाएका थियौँ भने अहिले चाहिँ नानी हुनुहुन्न, उहाँको पढाइ खुलिसक्यो, त्यसैले उहाँ पढ्नको लागि गइसक्नुभयो र अहिले म भिडियो चाहिँ एक्लै बनाउनु परेको छ। अनि अस्ति मैले अपलोड गरेको भिडियोमा धेरै साथीहरूले कमेन्ट गर्नुभएको थियो, फर्स्ट भ्लग हजुरको एकदमै राम्रो छ, जे पनि यसै गरी राम्रो गर्दै जानुहोला, प्लिज अर्को भिडियो पनि चाहियो नेक्स्ट भ्लग भन्दै कमेन्ट गर्नुभएको थियो साथीले। हजुरहरूको मायाले गर्दा नै म आज अर्को भिडियो बनाउँदैछु। अनि गाउँतिरको मान्छेहरू पनि बाटोमा भेट्दा ओहो तिमी त भिडियो बनाउन लागेछौ त भनेर भन्दै हुनुहुन्थ्यो। यदि हजुरहरू पनि मेरो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्न नबिर्सनु होला। आजलाई यति नै, बाई बाई।